हेलो नमस्ते गाइज सबैजनालाई सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी हेटौडा बजार घुम्न गइरहेको छौँ। मेरो साथीको बसन्ती छ एउटा बाइक जस्तो भयो नि कुद्छ फेरि डेन्जर हैन। हामी चाहिँ सरर गइरहेका छौँ सानपोखरा। नाम सुन्नु भएको छ कि छैन हैन कमेन्ट गर्नु होला। हाम्रो बसन्ती फेरि डेन्जर छ कि टाउको साउको निधार त्यो दसैँमा टिका लागेको जस्तै भएछ हैन। अब यसलाई बनाउनु पर्छ भन्छ खै बनाउँदैन। ल ठिक छ यसमा नजाउँ अब हामी जाँदै गरौँ। सररररर यो ठाउँ कसले चिन्नु भएको छ सबैजना राम्रोसँग हेरेर कमेन्ट गरिदिनु होला। सानपोखरा कट्यो। हामी चाहिँ अब माथि बस पार्कतिर जान्छौँ कि कता जान्छौँ अब हेरौँ कता लान्छ साथीले। माथि मनकामना जाने बस पार्क आइपुगे हामी। अटो पार्क भन्छ के अरे। चिन्नु भएको छैन यो ठाउँ हेरिदिनु होला। हामी सिधै जान्छौँ कि होइन रहेछ। हामी यहाँबाट लेफ्ट लाग्यौँ। अब यहाँबाट लेफ्ट लागेपछि यो ठाउँहरू देख्नु भएको छ कि छैन साथीहरूले कमेन्ट गरिदिनु होला है। बसन्ती फेरि डेन्जर छ क्या फेरि के गर्नु। यहाँ ग्यारेजमा पो देखाउन आइरहेको रहेछ। फेरि हामी त्यहाँबाट निस्किसकेका छौँ होइन। ग्यारेजमा एकछिन अलमल गऱ्यो। यो सिनहरू यस्तो दामी छ कि एकछिन दाइ। अब हामी यहाँबाट सर कहाँ जाने उता जाने रे कता एचआइडी होइन एचआइडी नै होला। यहाँको भ्यू चाहिँ बवाल छ है। यो चाहिँ स्कुल रोड जाने बाटो भइहाल्यो होइन। हामी यहाँबाट पनि फेरि लेफ्ट लाग्छौँ होला। सर उपरा जाने बाटो हो यो। तपाईँ जानुभएको छ कि छैन। हेटौडा चाहिँ यस्तो छ है धुलो धुवा चाहिँ एउटै छैन होइन। हिँड्न लास्टै मजा आउँछ। सर प्रदूषण चाहिँ जेरो के जेरो। पहिला भन्दा चाहिँ अलिकति हो कि जस्तो छ तर नभए छैन जेरो नै हो। हेर्नु न कस्तो सफा छ न रोडहरू। मैले त विदेशमा हिँडे जस्तै फिल भइरहेको हो। अब यहाँबाट हामी कहाँ जान्छौँ अनि हामी त्यहाँबाट आउँदै थियौँ फेरि मैले स्किप गरिदिइहालेँ होइन। अब यहाँबाट चाहिँ फरेस्टी आइपुगेछ होइन। फरेस्टी हो यो। हाम्रो त एकछिन काम छ क्याम्पा होइन एचआइडी नै हो। एचआइडीमा थोरै काम छ अरे। त्यहाँ काम अलिकति गरेर अनि हामी फर्किन्छौँ। हेटौडा हस्पिटल आउनुपर्छ होला सायद त्यहाँ पछि। यहाँ चाहिँ फेरि अस्ति भर्खर एक्सिडेन्ट भएर एकजनाको डेथ भएको थियो। यहाँ चाहिँ अलि रिक्स हुन्छ गाडीहरू धेरै आउँछ होइन। अलिकति विचार गरेर हिँड्नु होला बिस्तारै हिँड्नु होला। स्लो ड्राइभ लङ लाइफ होइन। हामी चाहिँ स्लो नै हिँड्छौँ। फेरि हाम्रो बसन्ती पनि कुद्दैन नि त त्यही भएर त्यहाँ एकछिन काम सकिएपछि अनि हामी फर्किन्छौँ। अहिलेलाई चाहिँ हामी त्यहाँ जाँदैछौँ होइन।
सबैजनाले यो कुन खोला भन्दिन त साथी हो, यो चाहिँ मै भनिदिन्छु कर्रा। कर्रा खोलाको नाम चाहिँ कर्रा है। अब हामी चाहिँ त्यहाँ माथि काम छ, अब त्यहाँ काम सकिएपछि अनि हामी फर्किन्छौँ। गाडीहरू कति आउँछ है साथी हो, बिस्तारै हिँड्नुपर्छ यहाँ चाहिँ। जाने हो अब हामी त्यहाँबाट काम सकेर फर्किसकेका छौँ है। हामी चाहिँ अहिले ठ्याक्कै बस पार्क, हाम्रो हेटौँडाको बस पार्क ठेकी चौक होला सायद। ल त्यहाँ हेर्नु कति ठुलो ठेकी छ होइन, त्यत्रो ठेकीमा दही राख्नु पाए हुन्थ्यो होला। खोइ देख्नुभयो कति ठुलो छ, यहाँको भ्यूज हेर्नु होला। हामी चाहिँ अब हेटौँडा हस्पिटल जान्छौँ, त्यहाँ अलिकति काम छ, त्यहाँ काम सकाएर अनि हामी घर जान्छौँ। घर गएको भिडियो चाहिँ हाल्दैन है। तपाईँले यो रोड त प्रायः जस्तो हिँड्नै हुन्छ होइन, सबैलाई थाहा होला। पूर्व जाने सबै यही बाटो होला। हल्का रुगा लागेर अलिकति भोइस कस्तो भइरहेछ। अगाडि भाले अटो गइरहेको रहेछ होइन, हाम्रोतिर अटो भन्छ, हजुरकोतिर के भन्छ भन्नु है। ऊ पनि हेटौँडै हस्पिटलै जान थाल्यो रहेछ ल। हेटौँडा हस्पिटलको गेट। अब यति भन्दै म चाहिँ समाप्त गर्छु।